अहिले चाहिँ हामी 6 जना बर्से जाँदैछौँ बाटोमा बर्से जाने बाटोमा अब त 1.5-2 किलोमिटर छ यहाँदेखि चाहिँ बाटोमा झर्नु मजाले फुलेको रहेछ अति सुन्दर अनि अति मिठो कलर हरेली मजाले फुलिरहेको रहेछ छ मानो लाग्छ हामी स्वर्गमा बस्दैछौँ स्टप रोक्यो हामीलाई किन लागिरहेको छ अनि यस्तो बाटो ठिकै छ ल त साह्रो अहिले भने चाहिँ हामी अब हिले पुग्न आँट्यौँ एकछिनमा हिले पुग्छौँ त्यहाँदेखि चाहिँ यहाँ 3 बहिनी यहाँनिर के गरिरहेको छ हाम्रो 2 भाइ चाहिँ यता यो पोखरी हो कि के हो यो पोन्ड सानो पोन्ड मात्रै हो नि नेचुरल पोन्ड यहाँ त माछा लगायो भने हुन्छ होला नि हुन्छ यहाँ पानी लिइरहेर ट्राउटहरू लगाइदियो भने हुन्छ होला नि पाउडर हुन्छ नि यहाँ हातको कस्तो चिसो भयो नाचेको कि त्यो चाहिँ कुन स्टाइल हो हुन के छ भन्नु भूमिका केही छैन गोजी देखाउ त बा गोजीमा छ चिप्स चाहिँ भोकिन भने धुम्मै भएर आज त्यस्तो राम्रो देखेकै छैन दोकानमा पाउँछ होला हेलो एभ्रिवान हेलो हेलो अब पर्से गएर खिच्नुपर्छ फेरि हामी आइपुगेको छ कुखुरो ल त साथीहरू अहिले भने चाहिँ हामी वर्षेको उकालो लाग्यौँ फर्स्ट इन्ट्री अब उकालो हिँड्दैछौँ 5 किलोमिटर हिँड्नुपर्छ यो मेरो थर्ड टाइम हो ए हो कता गएछौ हामी 2 भाइ चाहिँ नचिन्ला जस्तो छ हामी चाहिँ भक्क गाइसहरू खै हेरौँ त चापको पत्ता हो 4 किलोमिटर ल साथीहरू अहिले भने चाहिँ हामी 5 किलोमिटरमा 4 किलोमिटर 1 किलोमिटर हामी कभर गऱ्यो अगाडि 2 जना जाँदैछ अहिले टाइम भएको छ 12:58 ए 12 बजे ल त अहिले हामी भन्छ यहाँनिर साथीहरू पछाडि छ राम्रो देखाउनु त यो चाप होइन यस्तो ढल्काउनु त यस्तो हो साम्बा के छ खबर खबर एकदम ठिक छ सुकेशरको यहाँ भिडियो चलिरहेछ जिन्दगी रमाइलो छ घुम्नुपर्छ पैसाको लोभ मात्रै पानीले चाहिँ हल्का है समस्या दिन्छ तर ठिकै छ पैसाको लोभ गर्नु हुँदैन ओफ रेड पान्डा त खिच्नै भुलेछु नि हो रेड पान्डाको बच्चा रहेछ आउने जाने सबै चाहिँ वर्षे पुगेर आउनेहरू हाम्रै गाउँको हो नि परै सँगै जाउँ भनेको त भिडियो बनाउने ढिलो हुन्छ अलिक लामो हुन्छ त त्यो स्टिक बहिनी बोल न बहिनी राम्रो बोल्छ त भिडियोमा त उही बोल्ने नि त उसको घोर्ले सरले ए यो यस्तो दामी छ कि तर यस्तो ठाडो देखाउनु न हो त्यस्तो ओके पाला जा अब हेर्न दुबे
सुकु सरको भ्लगमा हामी नै हौ वेलकम छ है भ्लगमा सबैलाई ल त ल आइयो ल घोडाहरू पनि माथि पुगेर आइसक्यो वर्षै ल त साथीहरू अहिले भने चाहिँ हामी वर्षै हामी यहाँबाट 3 किलोमिटर छ एकदमै दामी भ्युजहरू छ यहाँ हाम्रो साथीहरू पनि आउँदैछ रुखै छैन हौ फुलै छैन फुलै छैन रुख छैन रुख चाहिँ छ फुल चाहिँ छैन ए हो ल ल म भनिदिन्छु नि झार्दिने पो त्यही सल्लाह हुँदैछ हौ खिच्यो त सुकु सर फोटो अहिलेको भिडियो त फोस्राइ पठाइछु कि अन्त नयाँ बनाएको नि योपालि त ट्रेन्डिङमा राम्रो होला बुढो टेन्डोङ होइन उयो यो बाटो त नि कस्तो छ भने नि यो हामी भालढुङ्गा गएको यस्तो यस्तै छ नि डाँडा यस्तो यस्तो परेको यो चाहिँ साथीहरू यो लेकको चाँप हो यो चाहिँ यस्तो हुन्छ चाँप चाहिँ सेतो हुन्छ रोडोडेन्ड्रोन चाहिँ गुराँस चाहिँ रातो हुन्छ के दाम देख्छ नि हामी पनि अबको 70 वर्ष फेरि पछाडि यहीँ घुमेर आउँ भनेर यहाँ देउरालीमा आएको ल है मजाले भेलाएर राख्नु त सामा मजाले यो देउरालीमा यसो के कसो हो पैसा कहाँ राख्नु हुन्छ सर पैसाको भेट छ त पूर्ण के भएको अहिले यहाँ राखिदिन्छु मिठाई ल ल देउरालीमा हामी हाम्रो यता सुकुसर सकेर पनि बसिरहेछ यता योपालि यस्तो हाल छ साह्रै राम्रो फुलेको छैन रहेछ तल मात्रै अलिक राम्रो फुलेको रहेछ यतातिर सानो सानो रहेछ हेर्नुहोस् न सबै आउने जाने क्रममा यस्तो छ काइटनिक पोस्ट खिच्दैछ कोही ल है वर्षेको फर्स्ट झलक नजारा यस्तो छ है साथी भरे अब यहाँको यो बलुवाहरू चाहिँ केटीहरू चाहिँ कसले बोक्यो होला हेर्नु त अन्त यता ड्याममै हुन्छ नि बर्खामा त भने ल यो सालको कुरा चाहिँ यति मात्रै फुलेको छ ड्यामै फुलेको बेला त यहाँ त अन्त यस्तो रमाइलो हुन्छ कि पहिला तपाईँहरू आउँदा यतिको थियो फुल्यो एक दुईवटा बाक्लो थियो नि थियो बेसी नि यही एक दुईवटा चाहिँ फुलेको थियो होला हौ त्यो बेला ल त साथीहरू वर्षेमा चाहिँ यस्तो खालको यो रुखहरू पनि छ जो चाहिँ औलमा हाम्रो औलमा हुँदैन यस्तो खालको हेर्नुहोस् त पट्टेर जङ्गल चाहिँ भालुहरू पनि छैन अब त्यस्तो उयोहरू छैन हो अहिले जङ्गलको बाटो हो राम्रो देख्छ यता अर्को हाम्रो भ्लगर पनि आइपुग्नु बस ट्राभल विथ सुकु हेलो 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 यस्तरी होइन फुल डल्लै छल्यो नि अलिक त बसेन एकजनाले चाहिँ फुलै छल्लाएर खिच्दैछ हुन्छ हुन्छ बढिया आइपुग्यो आइपुग्यो हामी चाहिँ
वहाँ त कुर्सी हो उसले नेपाली फुल नफुलेर त्यही माथि अलिअलि भएको फुल पनि मान्छेले टिपेर ल त हामी चाहिँ आइपुग्यौँ है वर्षे यो वर्षेको यो होमस्टे हो गभर्मेन्टको यो चाहिँ यता प्राइभेट हो प्राइभेट यतातिर फुल पुरा फुल चाहिँ योपालि छैन रहेछ ल यस्तो यस्तो ल त साथीहरू अहिले भने चाहिँ हामी वर्षेमा आएर यहाँ मजाले खाजासाजा खाइयो खाजा त म्यागी सेगी खाएर यहाँनिर ल साथीहरू अब वर्षेको चाहिँ अन्तिम फर्काइ हुँदैछ है अब चाहिँ सबै यो झिलहरू छ यस्तो झिल मतलब यहाँ हेर्नुहोस् त पानीले यो उहिले राम्रो देख्दैन रहेछ हौ दुष्य भएर मोमो बनाउँदै खानु पाएको भए कस्तो लाताले यहाँ दिएर राम्रो आयो यहाँ त पर्ख ल मलाई हेरिबस्छु कि ल हामी दुईजना अब यहाँनिर खै हाम्रो गुराँस कहाँ छ यहाँ छ हाम्रो लाली गुराँस यहाँ यति नै रहेछ यहाँनिर पानीले दुःख दिएर हो यहाँनिर अब हामी चाहिँ अब सुकुसर कहाँनिर हुनुहुन्छ आउँदैछ होला हामी अब सबै फर्किँदै गरेको है हामी भ्लगर्सहरू यता हाम्रो ट्राचिरहेको छ सुट गरिरहनु भएको छ चाहिँ उहाँको उयोको लागि ल धन्यवाद यति भयो भने फुल मजाले फुल दिएको रहेछ गुराँस भन्ने चाहिँ देखियो यति भए पनि ठिकै छ भन्नु के छ तिमीलाई भूमिका केही छैन टक्कै बब 3 टाइम्स हो झोला पनि बोकिहालेछ हो म बब मार्लीको फ्यान हो र यहाँसम्म लास्ट अब